ल आज फेरि हामी सबैजना बाउजू यहाँ दाइ बुढीहरू सब मिलेर फेरि आज लन्डन घुम्न आइयो। यो चाहिँ यो साइड आएको चाहिँ मेरो सेकेन्ड थर्ड टाइम हो। टक्कै यहाँ तपाईँले यो लन्डनको मेन ठाउँ देख्न सक्नुहुन्छ। टावर ब्रिज उतापट्टि रहेछ, त्यो अलिक घुमेर जानु पर्दो रहेछ। यो चाहिँ पोर्ट एरिया जस्तो भयो, यहाँ बोटहरू छ यस्तो। यो चाहिँ ठेक्का लन्डन ब्रिजको माथिपट्टिको भागको साइड हो। अब हामी यहाँबाट बिस्तारै फेरि हिँड्दै ठेक्का ब्रिज अघि जान्छौँ। त्यहाँ गएर सानो क्लिप गर्नु पऱ्यो। आज धेरै दिनपछि बाहिर निस्किएको एउटा भिडियो चाहिँ क्लिप गर्न मन पऱ्यो यादगारको लागि। लास्ट टाइमको जस्तै आज पनि फेरि लन्डन ब्रिज आउँदा फेरि पानी परिरहेको छ। टावरको सामने आउन आँट्यो हामी। हल्का पानी पनि हालिसकेको छ। लास्ट टाइम जस्तो धेरै मान्छेहरूको भिड छैन यो पालि चाहिँ। लास्ट टाइम चाहिँ एकदम धेरै नै भिड थियो। यसमा चाहिँ एउटा आर्मीहरूको सिप रहेछ जसलाई एकदम वार के म्युजियमको लागि के बनाएर राखेको रहेछ। जान पनि पाउँदो रहेछ गयो भने चाहिँ। यहाँ चाहिँ ए लन्डन ब्रिज चाहिँ सामने छ साथीहरू। तर आज वेदर राम्रो नभएको कारणले गर्दा त्यति साह्रो रमाइलो देखिरहेको छैन। के मान्छेहरू यहाँ लन्डनमा हेर्न आउने भनेको। हाम्रो टोली चाहिँ कहाँ गयो? हाम्रो टोली खोइ हजुर मेरो टोली हरायो। ए यहाँ फोटो खिच्न लाउनु रहेछ दाइले चाहिँ। पछि छैन हाम्रो टोली चाहिँ। कता यसमा जानुलाई? यो म्युजियमको लागि? ए त्यो सिप यसमा जानु त होइन त? केरसलाई फ्री? ए भनेपछि तिमी त फ्रीमा जान पाउँदो रहेछौ। पूजा तिमी गयो तिमी यहाँ? अनि एक्लै थोरै नै हो त, त्यहाँ त कोही लगेर गयो भने पो त। ए हो ल ल। आज लन्डन ब्रिजको मौसम पनि चिसो छ। हामी चिसै टाइममा आएको। स्टलहरू लन्डन लाएर हेर्ने भनेको यति हो मेन लन्डन टावर। रमाइलो छ। ए तिमी पनि आएको आउँथ्यो त ल भिडियोमा आइ भनिदियो त ल। भिडियोमा आइ भनिदियो त सबलाई आइ भनिदियो। वेदर त्यस्तो राम्रो साथ दिएको छैन। लास्ट टाइम अब पारीबाट आएको होइन कसैमा आउँदा थियो होइन हो आई डोन्ट नो। हो त्यहाँ उतिबाट आएको याद त्यहाँ हिँड्दै गएर उता गएर त्यहाँ ब्रिज क्रस गऱ्यौँ हामी। म चाहिँ यो साइडबाट आएको थिएँ अनि हामी स्ट्रगल गरेर चाहिँ भेट्नुको लागि। त्यही त अलि एउटा मस्जिदमा एउटा पूजा एउटा मान्छे त्यस्तो भिड छैन है।
लास्ट टाइम छैन आज वेदर त्यस्तो हो नि त्यही भएर माथि आउने यहाँ उ त भिडियोमा हेर्थ्यो भिडियोमा आइगयो हाई किस गरिदेऊ यहाँ चाहिँ पुरा स्टोरहरू थियो अहिले बन्द रहेछ सायद खोल्छ होला केही टाइममा यहाँ फेरि के चेक गरेर आउन् लास्ट टाइम याद छ बुढी यहाँ कता नेपालीको एउटा थियो नि मोमोजको एरियामा होइन त लास्ट टाइम पनि भेटेको थिएन अहिले पनि भेटेको छैन है त्यही त तिमी त आज के हो घरिघरि फोटो खिचेको भएर खिच्नु मन परेन कि आज सधैँ कतै खिच्ने भनेर ठिक छ ल वेलकम छ ब्रदरलाई कस्तो लाग्दैछ तपाईँलाई यो लन्डनको नयाँ ठाउँ अब पहिलोचोटि आएको रमाइलो फिल भइरहेको छ त्यसमा पनि अब भाइ अनि साथी भेट्दाखेरि धेरै नै खुसी छु त्यसमाथि मौसमले पनि आज साथ दिएको छ अलिकति साथ अघि निश्चित पानी परेको थियो हामी बाटोमा आउँदाखेरि है अहिले चाहिँ राम्रो छ तर यो दिस इज माई थर्ड टाइम यो सायद फर्स्ट टाइम मलाई जो आज वेदर अलिकति भए नि चेन्ज भएको दुईचोटि नै पानी परिरहेको थियो यो विन्टरको टाइममा पनि यतिको मौसम हुनु भनेको त्यो पनि हो लक्की नै हो धेरै लक्की फिल गरिरहेको छु आफूलाई अब यो पछिको कहाँ छ त हाम्रो प्लान हेर्न जाने घुम्न जाने अब यस पछाडि हामी लन्डन आइजाने प्लानमा छौँ 10 मिनट जति अझ यहाँ घुमिन्छ हामी उता जाने ब्रिजहरू चढ्न जाने फोटो सुटिङ हुँदैछ अनि त्यहाँ अलिकति अझ नजिक गएर हेरौँ अनि त्यस पछाडि लन्डन आइतिर जाउँला ल ल साथीहरू यो चाहिँ लन्डन ब्रिज भन्दा लन्डन टावर भन्छ यसलाई यो चाहिँ लन्डन टावर कति क्लिक गरेर मैले क्लिक गरेर अलिक घाम लागेको चाहिँ राम्रो देखिन्थ्यो आज चाहिँ वेदरले यति साथ देखेन तर भए पनि ठिकै छ पानी परेन त्यो नै ठुलो कुरा हो यो चाहिँ पारिपट्टिको भाग भयो हामी ठ्याक्कै यसको अपोजिटमा छौँ टुरिस्ट बस जस्तो के पनि रहेछ ल अब हामीहरूको सबको फोटोसुट गरेर अब यो ब्रिजलाई पनि घुमेर अब हामीहरू यहाँ निस्केर अब लन्डन आइमा गएर फेरि त्यहाँ गएर एउटा सानो भिडियो क्लिप गरेर फेरि हामी घरतिर निस्किन्छौँ जस्ट रमाइलो भयो भनौँ फोटोसुट गर्दा बस्दा यो गर्दा फेरि यहाँ सबैजना हुनुहुन्छ सब अन्धाधुन्द छ न ल अब हामी ठ्याक्क लन्डन आएको सामने आइसक्यो टावर ब्रिज घुमेर अब यहाँबाट पारी गएर पुलबाट यताबाट गएर पारी गएर चाहिँ सकेसम्म टिकट पायो भने चाहिँ माथि चढ्ने भन्ने प्लान छ डब्बा डब्बा जस्तो देखिँदो रहेछ तर हेरौँ के हुन्छ अब त्यहाँ गएर भान्जा आउँदै हुनुहुन्छ भान्जालाई खोजेर पारस भानिजलाई यो पनि ठ्याक्कै लन्डन आईको अपोजिट साइजको बिल्डिङ हो यो पनि लन्डनको एउटा एकदम फेमस ठाउँ भनिन्छ यसलाई म टाइमिङहरू सेट गरेको छु यसले यति टाइम भयो बिल्डिङ यहाँ भयो लन्डन आई चाहिँ पारिपट्टि उता भयो त्यसको लागि म अलि अघि गएर देखाउँछु यहाँ कसो ठोक्यो त्यहाँ छ दामी ठाउँ देखिरहेको छ यहाँ चाहिँ यहाँ झुला झर्न जाने भनेको सायद झुला गइन्छ गइन्न थाहा छैन लेट पनि भइसकेको छ दामी ठ्याक्कै ब्रिज पारि देखिने यो झुला यहाँ लन्डनको टाइमिङ यति बेला यहाँको टाइम यति बजेको छ
पारि भानिसले वेट गरेर अघिबाट हो भानिसलाई भेटेर अनि भिडियोहरू बनाउनु पर्छ ल यो चाहिँ ठ्याक्कै झुलाकै सामने हामी आयौँ बाबुरोमा आउँदैछौँ होइन बाबु अरू सब पछि छुट्नु भयो अब एकछिनमा आउनुहुन्छ बाबुरोमा चाहिँ हिँडिरहेका छौँ भानिस पनि आउँदै हुनुहुन्छ भानिस कहाँ हुन्छ भने देखाएको छैन तपाईँ यहीँ हुनुहुन्छ नि त हामी पनि झुलाको अघि पछि छौँ होइन त बाबु ल ल अब हामी ठ्याक्क यहाँ यो लन्डनको यसमा लन्डन आएको पछि ठक्क हामी भान्जा पनि भेटियो मा भान्जा भेटियो सामने ब्रिजको सामनेसम्म फोटो सोटो खिच्यो अब अन्दर पनि भयो है अब भिडियो पनि त्यति क्लियर आउँदैन अब एकछिनमा एक राउन्डिङ गर्नु पर्ला अब एक राउन्डिङ सायद त्यो टिकट पाएसम्म यहाँ लन्डन आइतिर त्यहाँ माथि घुम्ने हो हेरौँ त्यहाँ जाम न चेक गरौँ होइन हामी चेक गर्नुपर्छ लन्डनको नाइट भ्यू कस्तो दामी देखिरहेछ लाइटहरू टाइमिङहरू टाढाबाट चाहिँ भएन सिट साइडहरू राम्रो देखिरहेछ ठ्याक्कै त्यो बेला हामी लन्डन आएकै पास पुग्छौँ यहाँ अलिक खिच्नु मिलेन उताबाट गएर क्लिक गर्छु यहाँ फोटोसुट हुँदैछ ल लन्डन आइ पनि नचढ्ने भन्दा चढ्ने भयो भानिस है मामा चढ्नै पर्ने भयो चढ्नै पर्ने भयो टिकट ल्यायो अब भित्र गएर हामी त्यहाँ टिकट चेकिङ गेट त्यहाँबाट हुन्छ त्यहाँबाट माथि चढिन्छ हस् तिमी गएनौ टिकट यहाँ काटेर सब रेडी छ अब यहाँबाट हामी माथि हो नि अब यहाँ एन्ट्री लिएर हामी माथि गइन्छ क्लोजिङ टाइम नै हुन थाल्यो अँधेरो भइसक्यो यसको 6 बजे लास्ट एन्ट्री रहेछ अनि यो पुरा सर्कल घुम्नुलाई चाहिँ तपाईँको ठ्याक्कै आधा घन्टा लाग्छ अरे ल अब यहाँ चेक गरेर भित्र एन्ट्री भइसक्यो हाम्रो मिसेसहरू त जानु भएन हामी गयौँ उहाँहरू चाहिँ नचढ्ने अरे ल हामी टिकटहरू चेक गरेर सेक्युरिटी चेक हुँदो रहेछ अब यहाँ चढ्नको लागि आएका छौँ अब यहाँ सायद एक गरेर चढाउँछ होला यहाँ लाइन भन्नुहुन्छ धेरै मान्छे लाइनमा छन् ल हामी डब्बाभित्र पनि बसियो है यहाँबाट मस्त लन्डनको भ्यू हेर्दै यहाँ माथि गसी यो हुन्छ अहिले हल्का घुम्दैछ हल्का अघि गर्दा चाहिँ भिडियो बनाउँछ कहाँ चकित रहेछ दामी देखिरहेछ हेलो यो दृश्य चाहिँ हामी लन्डन आई क्रुजमा छौँ यो चाहिँ नेक्स्ट ब्लक हो हामी चाहिँ यता छौँ तलमा छौँ यो चाहिँ माथिबाट देखिने भ्यू छ बिस्तारै माथि जाँदैछ अझ पुगेको छैन यसको पुरा सर्कल वान राउन्डको लागि चाहिँ 30 मिनट लाग्छ अरे 30 मिनट अनि यता फोटोसुटहरू हुँदैछ लाइभ आउनुहुन्छ यो भ्यू चाहिँ माथिबाट क्लिक गर्दैछु म अहिले तर डब्बाहरू चाहिँ मैले देखिरहेको है एकछिन रोके जस्तो छ यो धेरै माथि हो उहाँ पुग्नुलाई चाहिँ घुमेर डब्बा उहाँ पुग्छ माथि यो भ्यू चाहिँ लन्डन आएको बक्समा छौँ हामी त्यहाँबाट लिएको भ्यूज हो तल चाहिँ एकदम राम्रो लाइटिङहरू देखिरहेछ जहाँसम्म तपाईँले हेर्न सक्नुहुन्छ मेरो पनि फर्स्ट एक्सपिरियन्स हो कि नाइटमा यसरी गरेको ट्रेन गइरहेको छ लन्डनको लोकल ट्रेन क्या दामी लाइटिङहरू छ तल बोर्डहरू पनि चलिरहेको तपाईँ देख्न सक्नुहुन्छ हामी यसको लगभग 75% जति माथि आइसक्यो रोटेट हुँदैछ तर राति भ्युजले गर्दा देखाएको छैन
यति बेला हामी अझै पनि माथि जाँदैछौँ भनी छैन त मामा अझै माथि जाने लाइटले गर्दा पुरा क्लियर आएको छैन भिडियो चाहिँ मामा फ्ल्यासलाइट बाल्दिनु अनि ठिकै छ हामी जाँदैछौँ माथि यो चाहिँ सबै तलको भ्यू भयो अघिबाट मैले भिडियोमा देखाइरहेको छु किनकि अहिले अँधेर भएको भएर चाहिँ हाम्रो फेस त्यति क्लियर आएको छैन म अलि लाइट पनि आउँछ ताकि लाइट पनि आयो भने चाहिँ अलिकति फेस क्लियर आउँछ अनि अहिले माथि जाँदैछौँ यसो पुरा सर्कल 30 मिनट लाग्दो रहेछ घुम्नलाई धेरै माथि आइसकेछौँ आउनु त एकदम टपमा पुग्यो भने अझ राम्रो भ्यू देखिन्छ होला सायद धेरै कुरा देखिँदैछ र अब हामी लगभग यसको टपमा आइसके जस्तो लाग्दैछ अब अझै मेबी अझ एकदम फाइनल जो टप छ नि 1 to 3 त्यो नै टप हो त्यहाँ पुग्नलाई अझै पनि 1 मिनटसम्म टाइम लिन्छ यसले रोटेबललाई यत्रो सौरो रोडहरू लाइटको भ्यू क्या भ्यू दामी देखिरहेछ वानिस कस्तो देख्दैछ लाइट भ्यूहरू हजुर दामी छ नि सर रहेछ राउन्ड गरेर एउटा भिडियो लिनु पऱ्यो चाहिँ तलको समुद्र एरिया भयो पारिपट्टिको भयो हुँदैछ ठ्याक्क माथि पुग्यो अब लगभग माथि पुग्छ अझै 1 मिनट भनेको अझ धेरै टाइम लाग्दो रहेछ किन अहिले बिस्तारै चल्छ होल्ड गरेर चल्दो रहेछ यो फाइनली मनोनाईको टपमा पनि पुग्यो बिस्तारै जाँदो माथि आएपछि बिस्तारै हुँदो रहेछ कि हामी चाहिँ सेकेन्ड टपमा छौँ त्यहाँको एकछिन होल्ड गर्दो रहेछ लन्डन सिटी क्या दामी देखिरहेछ लाइन त कहाँ तल विशेषहरू कहाँ बस्नु भएको छुट्नु भयो तल सो गाइज फाइनली हामी चाहिँ लन्डन टपमा चाहिँ अहिले हामी छौँ माथिबाट सर एकदम राम्रो देख्छ झिलिमिली लाइटहरू है देख्न आनन्दको छ उता भिडियो खिचिरहनु भएको छ भाइहरूले अनि म चाहिँ भिडियो बनाइरहेको छु चाहिँ माथिबाट देखिन टप हो दामी देखिरहेछ माथिबाट हेर्दाखेरि तल त हो तल हामी जान पऱ्यो फेरि तल घुमेर तल लगेर जान्छ हामी अघि मैले चाहिँ आफै भनेको छु अझै दाइलाई भिडियो बनाउन लगाएको चाहिँ म चाहिँ गर्दैछु अनि कस्तो लागिरहेछ त लन्डन आईको यो सबसे टप फ्लोरमा छौँ हामी अहिले एकदम सबैभन्दा माथि एकदम लाजवाब रमाइलो भइरहेछ रमाइलो भइरहेछ धेरै रमाइलो हुन्छ लाइटहरू भिडियो कस्तो दामी देखिरहेछ होइन हजुर एकदम दामी देखिरहेछ यहाँबाट तल लगभग कति फिट माथि छौँ होला हामी नर्मल एभरेजमा 4000 फिट भन्दा पनि तलको मान्छे हेर्नको लागि जुम गर्दा धेरै नै जुम गरेपछि मात्रै देखिन्छ नत्र गाह्रो छ अनि तर म पनि भन्न चाहन्छु होइन एकदम राम्रो छ आज हामी आउँदा अलिकति लेट पनि भयो यदि तपाईँ लन्डनमा हुनुहुन्छ एकचोटि चाहिँ अवश्य ठाउँमा आएर एउटा लाइफ एक्सपिरियन्स दिनु होला तपाईँ इभिनिङमा भन्दा इभिनिङ चाहिँ लाइटको भ्यू एकदम राम्रो देखिन्छ तर दिनमा यदि सनी डे छ घाम लागेको छ भने अझै राम्रो देख्ने मौका तपाईँले पाउनुहुन्छ धेरै कुराहरू देखिँदो रहेछ यहाँ चाहिँ अनि हामी अहिले यो कति फ्लोरमा छौँ फ्लोर वाइज कुरा गऱ्यौँ भने पनि अब यो ठुलो छ होइन हजुर अब यता छ यहाँबाट एकदम टपमा छ मैले तल झरिसक्यो अनि हाफमा हामी आइसकेको होला जहाँसम्म हजुर अब तल जान धेरै टाइम लाग्छ हाम्रो अझै पनि कति नभए लगभग 15 मिनट लाग्छ हामीलाई यहाँ तल जानलाई ल हामी माथि लन्डन आइसक्यो घुमेर
अब बाहिर निस्किने तयारी भयो। यहाँ एक्जिट बाहिर हुन्छ, यो चाहिँ फर्स्ट एक्जिट यताबाट चाहिँ बाहिर निस्किनुपर्छ। ब्लग पनि अब आज यति नै एन्ड गर्छु। मोबाइलमा ब्याट्री पनि सकिसक्यो। अब हामी यहाँ सिधै घर पनि निस्किनुपर्छ। आजको ब्लग यति नै। यो आज रमाइलो भयो। भानिज कस्तो भयो? झर्नै पऱ्यो। भाउजू कस्तो लाग्यो? दही कस्तो लाग्यो? रमाइलो भयो नि है। ल आजलाई यति नै। ब्लग पनि बन्द गर्छु। घुमेर पनि आयो है, रमाइलो पनि भयो। ग्रेट।